हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो धेरै पछि फेरि म एउटा नयाँ भिडियो लिएर आएको छु। यो चाहिँ हामी क्लास 12को क्यास फ्लो रिलेटेड क्वेसन लिएर आएको छु। यो चाहिँ हाम्रो एनइभीमा क्लास 12को फाइनल इक्जाममा बोर्ड इक्जाममा चाहिँ 8 मार्क्सको लागि लङ क्वेसनमा सोधिने क्वेसन हो, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। तर कति स्टुडेन्टहरू चाहिँ के हुने गर्छ भने यो क्यास फ्लो सिम्पल क्यास फ्लोमा पनि हामी के हुने गर्छौँ भने आत्तिने गर्छौँ। यो क्यास फ्लो कसरी गर्ने कन्फ्युज हुने गर्छौँ। त्यो क्लियरिटीको लागि आज हामी क्यास फ्लो पढ्छौँ। क्यास फ्लो भनेको के हो भने नगद प्रवाह वितरण भनेको नगद क्यास रिलेटेड ट्रान्जेक्सन्सहरू हामी यसमा हेर्ने गर्छौँ, जसमा चाहिँ क्यास फ्लोले क्लियरली के स्टेट गर्छ भने हाम्रो कतिको क्यास आउट हुन्छ र कतिको क्यास इन हुन्छ भनेर हेर्ने गर्छौँ। यो चाहिँ हाम्रो इक्जाम पोइन्ट अफ भ्यूको लागि एकदमै इम्पोर्टेन्ट र सियोर क्वेसन हुने गर्छ, जसमा चाहिँ फर्मेट हाम्रो एउटै हुन्छ। तर त्यो फर्मेट चाहिँ हामीले टिडी पिएल र ब्यालेन्स सिट हेरेर गर्ने गर्छौँ। सिमिलरली यो भनेको एउटा हाम्रो इन्कम स्टेटमेन्ट, फाइनेन्सियल इन्कममा हामीले मल्टी स्टेप बनाउँछौँ। त्यो मल्टी स्टेपले पनि हामीलाई क्लियर नतिजा नदिएपछि हामीले के गर्छ भने क्यास फ्लोको थ्रु हाम्रो के कुरामा क्यास आउट भएको थियो, हामीले के को पैसा तिरेको थियो र के को पैसा हामीलाई आउनु पर्ने छ भन्ने कुरा हामीले थाहा पाउनलाई हामी क्यास फ्लो बनाउँछौँ। अब क्यास फ्लो बनाउँदै गर्दाखेरि क्यास फ्लो फ्रम डाइरेक्ट मेथड हुन्छ एउटा हुन्छ इनडाइरेक्ट मेथड। अब इनडाइरेक्ट मेथड चाहिँ प्रायः जस्तो इक्जाममा हामीलाई 1 मार्क्सको लागि आउँछ। त्यो चाहिँ हामी अर्को भिडियोमा पढ्नेछौँ भने इनडाइरेक्ट मेथड चाहिँ त्यति धेरै गाह्रो नहुने र खालि हामीलाई सर्टेन के हुन्छ हेडिङ्सहरू दिएको हुन्छ, त्यसलाई हालेर 1 मार्क्सको लागि हामीले इनडाइरेक्ट मेथड गर्छौँ भने डाइरेक्ट मेथड चाहिँ हामीले 8 मार्क्सको लागि आउने गर्छ इक्जाममा, जुनमा चाहिँ हामीले डाइरेक्ट मेथडभित्र पनि 3टा हेडिङ हेर्नुपर्छ। एउटा चाहिँ अपरेटिङ एक्टिभिटिज, एउटा इन्भेस्टिङ एक्टिभिटिज अनि एउटा फाइनेन्स एक्टिभिटिज, जसमा चाहिँ अपरेटिङ एक्टिभिटिज भनेको हाम्रो मल्टी स्टेप हो भने इन्भेस्टिङ भनेको एसेट्स रिलेटेड र फाइनेन्सिङ एक्टिभिटिज भनेको हाम्रो यो ब्याङ्क रिलेटेड ओभरड्राफ्ट लाइबिलिटिज, यो चाहिँ लाइबिलिटिज रिलेटेड हुन्छ। यो चाहिँ प्रोपर्टिज रिलेटेड हुन्छ भने अपरेटिङ भनेको हाम्रो मल्टी स्टेपमा आउने क्वेसन हो, जसमध्ये हामीले डाइरेक्ट मेथड बनाउँदाखेरि क्यास फ्लो फ्रम डाइरेक्ट स्टेटमेन्ट बनाउँछौँ। पार्टिकुलर्स एमाउन्ट 2टा कोलम राख्ने, एउटा फर्स्ट कोलममा चाहिँ हामीले त्यसभित्र पर्ने हेडिङ्सहरूलाई राख्नुपर्छ भने सेकेन्ड यो लास्टको कोलममा यो टोटल जति हामीले एड लेस गर्छ सबै एमाउन्टलाई हामीले यहाँ सेकेन्ड कोलममा राख्ने, जसमा के हुन्छ भने क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेसभित्र 5वटा हेडिङ आउने गर्छ, 5-6वटा हेडिङ आउने गर्छ। हेडिङमा सबभन्दा सुरुमा क्यास सेल्स एन्ड कलेक्सन फ्रम डेप्टर्स आउने गर्छ। अब सेल्स भनेको हामीले 1 वर्षभित्रमा गरेको प्रत्येक जति पनि सेल्स गरेको हुन्छ त्यो सेल्स एमाउन्टलाई हामीले सुरुमा हाल्छौँ। जस्तै हामीले सेल्सलाई टिडी र पिएलमा टिडी बनाउने बेलामा टिडीको डिआर र सिआर हुन्छ, हामीले सेल्सलाई सिआर लेस सेल्स रिटर्न र क्लोजिङ स्टक हाल्छौँ। त्यस्तै यसमा पनि सेल्स सुरुमा हाल्ने लेस सेल्स रिटर्न गरेर हामीले यहाँ सेल्स हाल्छौँ। सेल्स हालिसकेपछि कलेक्सन फ्रम डेप्टर्स भनेको को हो? डेप्टर्स भनेको यस्तो व्यक्ति हो जसलाई हामीले उधारो सामान बेचेको छौँ र त्यहाँबाट हामीले रिसिभ गर्नुपर्ने हुन्छ पैसा, त्यो के भयो रिसिभेबल। सो डेप्टर्सभित्र हामीले के हुन्छ भने इन्क्रिज इन एकाउन्ट रिसिभेबल, सबै पैसा आउनेवाला एकाउन्ट रिसिभेबल, बिल्स रिसिभेबल और इन्क्रिज इन डेप्टर्स, डेप्ट भएको पैसाहरू रिसिभ गर्न बाँकी भएको। अब यदि इन्क्रिज इन एकाउन्ट रिसिभेबल हुन्छ भने एकाउन्ट रिसिभेबल इन्क्रिज हुन्छ भने हामीले के भयो उधारोमा सामान धेरै बेच्यो भनेपछि इन्क्रिज इन एकाउन्ट रिसिभेबल, बिल्स रिसिभेबल और डेप्टर्स भयो भने के हुन्छ भने हामीले उधारो धेरै भइरहेछ भने हामीले सामान बेचेको मात्र छ, त्यही बापत हामीले पैसा आउट इन भइरहेको छैन। त्यसो भए हाम्रो सामानको मूल्य मात्र, हाम्रो सामानको जति मूल्यको सामान हुन्छ त्यो बेचिरहेको छ, पैसा आएको छैन भने हामीले क्यास के भएर आउटफ्लो भइरहेछ, त्यसैले हामीले एमाउन्टलाई लेस गर्ने। सिमिलरली डिक्रिज इन एकाउन्ट रिसिभेबल और बिल्स रिसिभेबल और डेप्टर्स, डिक्रिज भनेको हामीले जसलाई हामीले पैसा उधारोमा बेचेको थियो
जसले हामीलाई के गरिरहेछ, हामीलाई डेब्ट पे गरिरहेको छ, हामीलाई पैसा दिइरहेको छ भने क्यास इन्फ्लो भइरहेछ। अनि जसलाई उधारो त्यसले चुक्ता गरिरहेछ भने डिक्रिज भइरहेछ उधारो। उधारोको डिक्रिज हुनु भनेको हामीसँग पैसा आइरहेछ, इन्फ्लो भइरहेछ भने हामीले के गर्यो, यसलाई प्लस गर्यो। सिमिलरली ब्याड डेट भनेको कसैले पनि हाम्रो पैसा लियो या कसैले हामीले कुनै सामान बेच्यो र त्यो फरार भयो अरे, हाम्रो पैसा नतिरिकन त्यो हरायो भने त्यो ब्याड डेट हुन्छ। ब्याड डेट हुँदाखेरि पैसा हाम्रो के भयो, आउटफ्लो भयो। सिमिलरली ब्याड डेट रिकभर भनेको त्यो मान्छेले सर्टेन इयर पछि सर्टेन टाइम पछि हामीलाई पैसा फिर्ता दियो भने त्यो एमाउन्ट भनेको क्यास हामीले पाएको हो। इन्फ्लो भएपछि क्यास के हुन्छ, प्लस गर्ने। त्यसैले क्यास इन्फ्लो र क्यास आउटफ्लोलाई हामीले ध्यान दिनुपर्छ। क्यास हामीलाई इन्फ्लो भित्रतिर आयो भने प्लस गर्ने, क्यास आउटफ्लो बाहिरतिर क्यास फ्लो भइरहेछ भने माइनस गर्ने। सिमिलरली यसमा यो हेडिङमा डिस्काउन्ट एलाउड, सेल्स गर्छ भने पक्कै पनि हामीले कसैलाई डिस्काउन्ट दिन्छौँ। अब डिस्काउन्ट एलाउड भनेको हामीले पैसा घटाएर बेच्छौँ सामान भनेपछि लेस गर्ने। सिमिलरली प्रोभिजन फर ब्याड डेट आयो या के भन्छ भने डिस्काउन्ट आयो, या इन्क्रिज इन प्रोभिजन फर ब्याड डेट आयो या डिक्रिज इन प्रोभिजन फर ब्याड डेट। अब प्रोभिजन भनेको के हो, लायबिलिटिजमा जाने कुराहरू। लायबिलिटिज भनेको प्रोपोज डिभिडेन्ट गर्छ नि हामीले त्यस्तै। सो प्रोभिजन भनेको यो बुझ्ने कि लायबिलिटिजमा जाने कुराहरू हो। लायबिलिटिज बढ्यो भने बढाउने, लायबिलिटिज घट्यो भने घटाइदिने। अब यो चाहिँ ब्याड डेटको कन्डिसनमा। हाम्रो अपरेटिङभित्र नम्बर 1 हेडिङमा डेप्टर्स रिलेटेड हो। डेप्टर्समा ब्याड डेट हुन्छ। प्रोभिजन फर ब्याड डेट इन्क्रिज हुन्छ भने इन्क्रिज गर्ने, प्रोभिजन फर ब्याड डेट डिक्रिज हुन्छ भने डिक्रिज गर्ने। सिमिलरली हाम्रो यो पुरै टोटल एमाउन्टलाई हामीले के गर्ने, प्लस माइनस गरेर यहाँ लास्टमा निक्लेको एमाउन्टलाई यहाँ लेख्ने। त्यसपछि सेकेन्ड हेडिङ हाम्रो आउँछ क्यास पेड टु सप्लायर्स फर मर्चेन्डाइज पर्चेज। मर्चेन्डाइज पर्चेज भनेको हाम्रो फ्याक्ट्रीको लागि चाहिने, हाम्रो अर्गनाइजेसनको लागि चाहिने जति पनि गुड्सहरू हुन्छ, जति पनि आइटम्स हुन्छ, चाहे त्यो स्टेसनरीको होस्, प्रिन्टिङको होस्, या के भन्छ इन्भेन्टरी आइटम्सहरू होस्, क्लोजिङ स्टकहरू होस्, क्रेडिटर्सहरू होस्, त्यो सबै सप्लायर्सलाई हामीले पे गर्ने पैसाहरू चाहिँ हामीले यो हेडिङमा लेख्ने। जसलाई चाहिँ हामीले बुझ्नको लागि हेऱ्यो भने यो हाम्रो डेप्टर्सको हेडिङ थियो भने यो हाम्रो क्रेडिटर्सको हेडिङ बुझ्ने। जस्तै हामीले यहाँ डेप्टर्स रिसिभेबल ब्याड डेट गरेको थियो भने यसमा हामीले पेएबल अनि क्रेडिटर्स हेर्छौँ। जसमा सुरुमा हामीले कस्ट अफ गुड्स सोल्ड कहिलेकाहीँ दिएकै हुन्छ। कस्ट अफ गुड्स सोल्ड दिएको कन्डिसनमा हामीले के गरिदिने, घटाइदिने। अब कस्ट भनेको के हो, हामीले पैसा तिरेर कुनै सामान किनेको, तिरेको भनेको पैसा आउट गयो, हामीले घटायो। अब यो घटाइसकेपछि हामीले के गर्यो भने त्यसपछि इन्क्रिज अर डिक्रिज इन एकाउन्ट पेएबल, इन्क्रिज अर डिक्रिज इन एकाउन्ट पेएबल, बिल्स पेएबल अर क्रेडिटर्स। मैले अघि पनि हजुरहरूलाई भने यदि हाम्रो एसेट्स इन्क्रिज हुन्छ भने पैसा हामीले, एसेट्स भनेको के हो, धन सम्पत्ति, कुनै पनि फर्निचर, फिक्सर या एनिथिङ हामीले किनिरहेको छौँ एसेट्स भने हाम्रो पैसा के भइरहेछ, घट्छ। सिमिलरली एसेट्स हामीले बेच्यौँ भने के हुन्छ, त्यो हामीले बेच्यौँ, एसेट्स डिक्रिज भइरहेछ, डिक्रिज भयो भने पैसा आइरहेछ, हामीले एड गर्यो। लायबिलिटिज या क्यापिटलको कन्डिसनमा हामीले के गर्छौँ भने लायबिलिटिज बढ्यो हामीले एड गर्ने, लायबिलिटिज या क्यापिटल घट्यो हामीले डिक्रिज गर्ने। सो यसमा पनि हाम्रो क्रेडिटर्स लायबिलिटिज हो। लायबिलिटिज भएपछि इन्क्रिज इन एकाउन्ट पेएबल, इन्क्रिज इन बिल्स पेएबल, अदरवाइज इन्क्रिज इन क्रेडिटर्स भयो भने हामीले के गर्ने, एड गर्ने। अनि डिक्रिज इन एकाउन्ट पेएबल, डिक्रिज इन क्रेडिटर्सहरू भयो भने हामीले के गर्ने, एमाउन्टलाई लेस गर्ने। सिमिलरली इन्क्रिज इन इन्भेन्टरी भनेको क्लोजिङ स्टक, इन्डिङ इन्भेन्टरी इन्क्रिज भइरहेछ भनेको हाम्रो गोडाउनमा सामान बढिरहेको छ भने के भयो, हाम्रो एसेट्स बढिरहेछ भनेपछि हामीले पैसा तिरेर सामान भरिरहेछौँ आफ्नो स्टोरमा भने त्यो लेस गर्ने, पैसा आउटफ्लो भयो। डिक्रिज इन इन्भेन्टरी स्टक भनेको हामीले सकेसम्म धेरैभन्दा धेरै सामान बेचिरहेको छौँ, त्यसैले इन्भेन्टरी डिक्रिज भइरहेछ भनेको पैसा आइरहेछ, हामीले एड गर्यो। सिमिलरली अघि हामीले यहाँ डिस्काउन्ट अलाउड थियो, यसमा के भइरहेछ, डिस्काउन्ट रिसिभ, त्यो हामीले एड गर्यो। अब सबैलाई एड लेस गरेर हामीले एमाउन्ट, फाइनल एमाउन्ट यहाँ लेख्ने। आइदर यो डिक्रिजमा हुन्छ या इन्क्रिजमा हुन्छ। अनि त्यसपछि हामीले के गर्ने,
क्यास पेड टु इम्प्लोइज एन्ड अपरेटिङ एक्सपेन्सेस। इम्प्लोइज भनेको स्यालेरी, वेजेस, आउटस्ट्यान्डिङ स्यालेरी, आउटस्ट्यान्डिङ वेजेस, एभ्रिथिङ रिलेटेड टु इम्प्लोयर्स। सिमिलरली अपरेटिङ एक्सपेन्सेस भनेको यो डिप्रिसिएसन, इन्ट्रेस्टहरू बाहेकको जति पनि अपरेटिङ एक्टिभिटिजहरूको पेमेन्ट हुन्छ नि त्यो हामीले अपरेटिङ हेडिङमा हाल्ने। अनि फर इक्जाम्पल यो अपरेटिङ एक्सपेन्सेसको हेडिङमा हामीलाई इक्जाममा अपरेटिङ एक्सपेन्सेस अनि आइटम्स नट रादर देन इन्ट्रेस्ट एन्ड डेप्रिसिएसन आयो भने हामीले अपरेटिङ एक्सपेन्सेस सपोज हामीले 2 लाख दिएको छ, जसमा चाहिँ हामीलाई के भनेको छ, इन्क्लुडिङ 2000 डिप्रिसिएसन अनि 1000 इन्ट्रेस्ट भनेको छ। त्यसो भए हामीले यो 2 लाख रुपियाँमा 2000 डिप्रिसिएसन र 1000 इन्ट्रेस्टलाई घटाएर बल्ल अब कति आउँछ, 3000, 2 लाखमा 3000 घटाएपछि 1,97,000 लाई चाहिँ हामीले यहाँ राख्नुपर्ने हुन्छ। अनि अपरेटिङ एक्सपेन्सेस हो, एक्सपेन्सेसलाई जहिले पनि के गर्नुपर्छ, हामीले घटाउनु पर्ने हुन्छ। सिमिलरली नेक्स्ट वान के हुन्छ भने यो हेडिङमा आउने भनेको आउटस्ट्यान्डिङ एक्सपेन्सेस। इन्क्रिज इन आउटस्ट्यान्डिङ त हामीले लाइबिलिटिजको ब्यालेन्स सिटको लाइबिलिटिजमा हाल्छौँ। सो लाइबिलिटिज भनेको घट्यो भने घटाउने, बढ्यो भने बढाउने। सो हामीले इन्क्रिज अर डिक्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस, इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस प्लस गर्ने, डिक्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस लेस गर्ने। सिमिलरली इन्क्रिज इन प्रिपेड एक्सपेन्सेस के हुन्छ हाम्रोमा, एसेट्समा जान्छ ब्यालेन्स सिटको। प्रिपेड भनेको एसेट्स भयो, एसेट इन्क्रिज भइरहेछ भने पैसा घट्यो, एसेट डिक्रिज भएछ भने पैसा बढ्यो। यसरी हामीले यो कोलममा पनि बढेर यहाँ प्लस माइनस गरेर हाम्रो लास्ट फाइनल भ्यालुलाई चाहिँ यहाँ लेस गर्ने, किनभने यो एक्सपेन्सेस हो, एक्सपेन्सेस हामीले घटाउँछौँ। त्यसपछि नेक्स्ट हेडिङ हाम्रो इन्ट्रेस्ट पेडको आउँछ। इन्ट्रेस्ट पेडमा हामीलाई एउटा मात्रै हेडिङ प्रायः जस्तो सोधिरहन्छ, इन्ट्रेस्ट पेड, इन्ट्रेस्ट एक्सपेन्सेसमा इन्ट्रेस्ट पेड एमाउन्ट हालिदिने डाइरेक्ट। सिमिलरली ट्याक्स पेडमा ट्याक्स पेड यति % भनेको हुन्छ या एमाउन्ट दिएको हुन्छ त्यो लेख्ने। अनि अर्को एफ नम्बर हेडिङमा इन्ट्रेस्ट एन्ड डेभिडेन्ट रिसिभ भनेको इन्ट्रेस्ट कति हामीले जति पनि इन्कमहरू हुन्छ नि त्यो सबै इन्ट्रेस्ट रिसिभ अनि डेभिडेन्ट रिसिभ गरेर हामीले दुइटै पैसा हालेर यसलाई एड गरेर यहाँ लेख्ने। सिमिलरली एक्स्ट्रा अर्डिनरी आइटम्सहरू भनेको इन्क्रिज एन्ड डिक्रिज इन ब्याङ्क ओभरड्राफ्ट अर सर्ट टर्म। अब हजुरले भन्नु होला ब्याङ्क ओभरड्राफ्ट भन्ने टपिक त हाम्रो फाइनेन्सिङमा आउनुपर्ने हो, तर यो ब्याङ्क ओभरड्राफ्ट के हो, सर्ट टर्मको लागि कुनै पनि ब्याङ्कमा ओभरड्राफ्ट भइरहेको छ भने या इन्भेस्टमेन्ट भइरहेको छ भने त्यसलाई हामीले एक्स्ट्रा अर्डिनरी आइटम भनेर यसैमा इन्क्लुड गर्ने, जसमा इन्क्रिज इन एक्स्ट्रा ओभरड्राफ्ट भनेको लाइबिलिटिज, इन्क्रिज इन लाइबिलिटिज प्लस गर्ने, डिक्रिज इन लाइबिलिटिज अर सर्ट टर्म लेस गर्ने। सिमिलरली इन्क्रिज इन इन्भेस्टमेन्ट भनेको के हो, हामीले लगानी लगाउनु भनेको पैसा आउट जानु। इन्क्रिज भइरहेछ भने लेस गर्ने, डिक्रिज भइरहेको छ भने प्लस गर्ने। यसरी गरेर हाम्रो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउँछ। सबैलाई के गर्ने, एड गर्ने। अब सबैलाई एड गर्दै गर्दाखेरि यतापट्टि हाम्रो क्यास फ्लोमा हामीले जति पनि पैसा हालेको हुन्छ यो पोजिटिभ छ, सपोज यो नेगेटिभ छ अनि त्यसपछि यो पोजिटिभमा आएको छ, सबै पोजिटिभ छ भने सबै आइटम्सलाई एक्सपेन्सेसलाई हामीले एड गरेर के गर्ने, यहाँ लेख्ने। जुन ब्र्याकेटमा छ त्यसलाई लेस गर्दै, जुन पोजिटिभमा छ त्यो एड गर्दै टोटल एक्सपेन्सेस हामीले यहाँ लेख्नुपर्ने हुन्छ। लेखिसकेपछि हाम्रो यहाँ 2 नम्बर आउँछ क्यास फ्लो फ्रम फाइनेन्सिङ इन्भेस्टिङ एक्सपेन्सेस, जसमा हामीले पर्चेज अफ मेसिनरी एन्ड इक्विपमेन्ट, पर्चेज अफ फर्निचर, सेल अफ फर्निचर, यस्तो गरेर हामीले जति पनि फर्निचर हामीले पर्चेज गर्छ त्यसलाई लेस गर्ने, जति पनि फर्निचर हामीले सेल गर्छ त्यसबाट बापत हामीलाई पैसा आउँछ त्यसलाई हामीले एड गर्छौँ। त्यो चाहिँ हामीले अर्को भिडियोमा हेर्नेछौँ फाइनेन्सिङ र इन्भेस्टिङवाला। त्यसपछि हामीले एउटा क्वेसनलाई सल्भ गरेर यो जति पनि हामीले हेडिङ आज हेर्यौँ त्यो सबै हेडिङमा भित्र पर्ने एउटा क्वेसनको सोल्युसन पनि हामी अर्को भिडियोमा पढ्नेछौँ। त्यतिको लागि यदि हजुरलाई यो भिडियो राम्रो लागेछ भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू सो मच फर वाचिङ।